नमस्कार। प्रदेशी मिडिया ग्रुपको प्रस्तुति कार्यक्रम चिटच्याट विथ प्रदेशीको अर्को श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा मैले न्युजिल्यान्डमा घर जग्गा कारोबारसँग सम्बन्धित रहनुभएका एकजना विज्ञ व्यक्तिसँग कुराकानी गर्ने कोसिस गरेको छु। उहाँ लामो समयदेखि रियल इस्टेटमा आबद्ध हुनुहुन्छ, सँगसँगै अन्य सामाजिक कार्यमा पनि आबद्ध हुनुहुन्छ। आजको कार्यक्रममा भने उहाँसँग म घर जग्गा कारोबार गर्दाखेरि अपनाउनु पर्ने विभिन्न चरणहरूको बारेमा कुराकानी गर्नेछु। उहाँ हुनुहुन्छ सुभाष श्रेष्ठ, रियल इस्टेट एजेन्ट। सुभाष, स्वागत छ यहाँलाई। धन्यवाद। अलिकति आजको कार्यक्रममा चाहिँ घर जग्गासँग सम्बन्धित विषयवस्तु बारेमा छलफल गरौँ। न्युजिल्यान्डमा पछिल्लो समयमा नेपालीहरू बढ्दैछन् है। त्यसपछि उहाँहरूमा घर किन्ने, घर जम गर्ने चाहनाहरू धेरै बढ्दैछ। यो विषयमा कुराकानी गर्छौँ। तर त्यसको लागि घर किन्ने मात्र भनेर त भएन। के गर्नुपर्छ, कुन चरण पार गर्नुपर्छ घर किन्नुभन्दा अगाडि? अलिकति जानकारी गराइदिनु न प्लिज। ओके, घरको विषयमा कुरा गर्दाखेरि हामी जुन परिवेशबाट आएका छौँ होइन, हामी चाहिँ मूल घर भन्ने अथवा चाहिँ लङ टर्म एसेट्स, जुन हाम्रो फ्यामिली घर, पारिवारिक घर भनेर जुन छ, यहाँ चाहिँ अलिकति हेर्ने तरिका फरक छ। यहाँ चाहिँ घर सँगसँगै एउटा इन्भेस्टमेन्टको पार्ट हो जस्तो लिन्छ। त्यो भएको हुनाले यसलाई इमोसनली मात्र नभएर अलिकति व्यावहारिक र फाइनेन्सियल एसेटको रूपमा लिइन्छ। त्यसको चाहिँ 3 चरण जस्तो हुन्छ। पहिलो कुरा चाहिँ पहिला आफू स्थायी बासिन्दा हुनु पर्यो होइन, भनेको अर्थ PR होल्डर हुनु पर्यो। दोस्रो कुरो आफूसँग न्यूनतम डिपोजिट 5%, 10%, 20% कति छ त्यो रेडी हुनु पर्यो। र त्यो भइसके पछाडि चाहिँ अनि वी क्यान लुक इन्टु अर्को स्टेप्स घर किन्ने विषयमा चाहिँ। हामी अलिकति स्टेप बाई स्टेप कुरा गरौँ। पहिला घर किन्ने प्रयोग जाँदाखेरि पहिला आफ्नो योग्यता जाँच्नु पर्यो भनेको फाइनेन्सियल ब्याकग्राउन्ड हेर्नु पर्यो होइन? एक्ज्याक्टली। त्यसमा के पर्छन् जस्तै फाइनेन्सियल कुराहरूमा? आफ्नो अर्निङ्स कस्तो छ होइन, त्यो चाहिँ त्यो ब्याङ्कले हेर्ने कुरा हो। त्यो हामीले खासै हेर्ने, त्यो त हाम्रो एज अ सजेस्ट गर्दाखेरि, किनभने बैङ्क र यहाँहरू प्यारलल भएर नै जानुहुन्छ घर स्टेप 1देखि नै जानुहुन्छ। त्यसले गर्दा हरेक प्रक्रियाहरूको बारेमा थाहा छ। सिधै बैङ्कमा गएर कुरा गर्नुभन्दा सिधै रिलेटेड एजेन्टसँग कुरा गर्दाखेरि धेरै कुराहरू थाहा हुन्छ। त्यही भएर हामी उहाँहरूलाई एउटा फ्रेमवर्क दिन सक्छौँ होइन। त्यो फ्रेमवर्कभित्रमा चाहिँ उहाँहरूले गएर मुख्य कुरा चाहिँ फाइनेन्सियल नै रह्यो। उहाँहरूको चाहिँ आर्थिक अवस्था कस्तो छ, उहाँहरूले चाहिँ कति डिपोजिट ल्याउन सक्नुहुन्छ, र ब्याङ्कले उहाँहरूको अर्निङ्सको हिसाबले मेबी टाइम्स 6 टाइम्स 7 के छ अहिलेको चलन चल्ती अनुसारले, त्यो अनुसार उनीहरूलाई चाहिँ अप्रुभल कति दिने, कतिसम्मको चाहिँ लेन्डिङ दिने होइन। त्यो अनुसारले गरिसकेपछि चाहिँ लेट्स से 1 मिलियन जति चाहिँ लेन्डिङ ब्याङ्कले गर्छ। उहाँहरूसँग अर्को 10% हुन्छ, अर्को 1,10,000 जति चाहिँ आफ्नो खातामा सुरक्षित छ भने त्यो एउटा डिपोजिटको काम गर्यो भनेपछि मेबी 11 लाख जति टोटलको उहाँहरूको क्यापासिटी रह्यो, फाइनेन्सियल क्यापासिटी। तर अब पैसा 11 लाखको त हामीले कुरा गरौँ। 11 लाख अब 1 मिलियन बैङ्कले लोन दिनको लागि आफूसँग कति स्यालेरी भएको हुनुपर्छ, अथवा आफ्नो इन्कम सोर्स पनि त्यही अनुसार हुनु पर्यो, अनि कति डिपोजिट कति बैङ्कमा ब्यालेन्स हुनुपर्ने हुन्छ त्यसको लागि चाहिँ? यो ल्यान्डिङको कुरा चाहिँ अलिकति टेक्निकल छ, किनभने समयअनुसारले परिवर्तन भइरहेको हुन्छ। किनभने रिजर्भ ब्याङ्कले कस्तो नियम ल्याउँछ त्यही अनुसारले त्यो उनीहरूको डिस्ट्रेस टेस्ट भन्छ, कहिले 7%मा गरेर हुन्छ, कहिले 8%, कहिले 10% पिक मार्केटमा होइन। त्यो अनुसारले गरेर हुन्छ। त्यसलाई ठ्याक्कै यति हुन्छ भन्ने छैन। तर नर्मली एज अ रुल अफ थम मेबी आफ्नो लेट्स से इन्कम 2 जना हुनुहुन्छ, वाइफ एन्ड हस्बेन्ड अथवा पार्टनर हुनुहुन्छ, अथवा सिङ्गल इन्कम लेट्स से चाहिँ वार्षिक आम्दानी 1 लाख रुपियाँ छ भने 6 गुणा गर्दाखेरि लगभग 6 लाख दिने भयो। अनि आफूसँग भएको डिपोजिट अन टप गर्दाखेरि लेट्स से 7 लाख भयो। त्यसरी चाहिँ नर्मली एज अ रुल अफ थम। तर यसलाई चाहिँ एउटा प्रपर ब्रोकर अथवा चाहिँ ब्याङ्कमा गएर भनेपछि हामीले लोन बैङ्कले एप्रुभ गर्दाखेरि आफूसँग वार्षिक इन्कमको 6 टाइम बढी दिने भयो बैङ्कले हैन? रुल अफ थम। अब त्यहाँ फेरि अब उहाँहरूको लाइबिलिटी के छ, उहाँहरूले लोन लिनुभएको छ, गाडी फेरि फाइनेन्समा लिनुभएको छ। अब हामी जस्तै भएको बच्चाहरू छ भने चाहिँ त्यो बच्चाहरूको कस्ट पर्छ होइन, त्यो कस्टहरू पनि डिडक्सन हुन्छ। त्यो सबै कुराहरू डिटेल्समा चाहिँ उनीहरूले गरी डिडक्सनहरू गर्छ। यसमा एकाउन्ट पनि एकदम फाइन राख्नुपर्छ भन्ने हुन्छ, कति महिना
3 महिना 6 महिनाको बल्कि स्टेटमेन्ट हेर्छ त्यो भन्दाखेरि स्टेटमेन्ट पनि एकदम क्लियर हुनुपर्छ पैसा आएको अनि गएको भन्ने पनि भन्छन् यसमा अलिकति क्लियर गरिदिनु न यो दुईटा पाटो छ एउटा चाहिँ आफ्नो फाइनेन्शियल हिस्ट्री सफा भएको ताकि चाहिँ यो मान्छेले तिर्नमा चाहिँ कुनै समस्या नदेखिएको नियतिमा खोट नदेखिएको देखिनु पर्यो सफा हुनु पर्यो ब्लड टेस्ट गरे जस्तो भयो हैन दोस्रो कुरा चाहिँ पैसा कहाँबाट आइरहेछ आम्दानीको स्रोत के हो यो चाहिँ एएमएल एन्टी मनी लन्ड्रिङ एक्ट गभर्मेन्टको जुन छ त्यो अनुसारले चाहिँ जस्तै मोर देन 10,000 अथवा अनियमित देखिया छ एकैचोटि 20,000 50,000 चाहिँ आइरहेछ त्यो स्रोत के हो त्यो खुलाउन सक्नु पर्यो त्यो दुईटा पाटो चाहिँ क्लियरली हुनुपर्छ अनि अब जस्तै यहाँबाट अधिकांशले घर बनाउँदाखेरि चाहिँ सकेसम्म नेपालबाट पैसा ल्याउने गरेको देखिन्छ है अब मैले घर किने भने आफ्नो नेपालमा भएको अलिअलि सम्पत्ति बेचेर हुन्छ अथवा नेपालबाट आफ्नो भूगोल सम्पत्तिबाट ल्याउने गराउँछ त्यो सिधै नेपालबाट पैसा ल्याउन सकिँदैन अब त्यो आएको पैसा अन्य माध्यमबाट आउँछ त साथीभाइबाट आउन सक्छ त्यो डिपोजिट गर्दाखेरि चाहिँ त्यसले अलिकति इफेक्ट पार्छ भनेर भन्छन् नि यो साँच्चै हो यसमा दुईटा कुरा छ यो अलिकति कानुनी कुरा भएको हुनाले म डेप्थमा जान्न पहिलो कुरा नेपालबाट पैसा ल्याउन पाइन्छ कि पाइँदैन पाइँदैन अहिले नेपालबाट पैसा हैन त्यो छ दोस्रो कुरो चाहिँ यहाँनिर न्युजिल्यान्डमा एउटा के चलन छ भने सापटी दिने अथवा बक्स दिने अथवा चाहिँ आमा बुवाले उपहार दिने गिफ्ट सर्टिफिकेट दिने गरेर चाहिँ त्यो चलन छ त्यसलाई एक्सेप्ट गर्छ मानिलो यहाँलाई चाहिँ अर्को चाहिँ 20,000 चाहिँ पुगिरहेको छैन कसै साथीहरूले चाहिँ एज अ गिफ्ट दिन्छ अथवा फ्यामिलीले चाहिँ गिफ्ट सर्टिफिकेट बनाएर चाहिँ दिन्छ भने चाहिँ त्यसलाई स्वीकार्य छ त्यो प्र्याक्टिस धेरै देखिन्छ नेपालबाट ल्याउने कुरा चाहिँ अलिकति कानुनी कुरा भनेपछि साथीहरूबाट लिएको पैसामा चाहिँ हामीले गिफ्टको आधारमा स्वीकार्न सक्यो त्यसले चाहिँ यो गिफ्ट पेपर बनायो भने गिफ्ट सर्टिफिकेट बनायो भने तर वाट वी निड टु किप इन माइन्ड त्यसमा के ध्यान दिनुपर्ने हुन्छ भन्दाखेरि गिफ्ट सर्टिफिकेट बनाउँदाखेरि चाहिँ इन्ट्रेस्ट फ्री भएको भयो भने चाहिँ जति अमाउन्ट त्यसको स्वत भयो नभए इन्ट्रेस्ट सहित ब्याज सहित चाहिँ लिएको हो भने फेरि त्यो पनि त तिर्नु पर्यो त्यो टाइप त्यसको पनि क्यालकुलेसन हुन्छ गिफ्ट त फ्रीमै हुनु पर्यो नि हैन त्यही भएर खाली नगद छ भन्दैमा सबै कुरा चाहिँ हुँदैन त्यो नगद कसरी आयो भने अर्को एक्जाम्पल चाहिँ मानिलिउँ मसँग 30,000 को चाहिँ क्रेडिट कार्ड छ हैन मैले डिपोजिट देखाउनको लागि चाहिँ मैले क्रेडिट कार्ड चाहिँ स्वाइप गरेर 30,000 निकाले भने त्यो पनि त आखिर नगदै हो तर मेरो त तिर्नुपर्ने दायित्व पनि हुन्छ त्यसमा त्यो फ्याक्टर पनि प्ले हुन्छ त्यो पनि हेर्ने भयो सिचुएसन हेर्नुपर्छ केस बाइ केस भनेपछि सजिलो चाहिँ छैन प्रक्रियागत जानुपर्छ एउटा पैसा मात्रै भएर पनि भएन नि हैन फेरि हो पैसाको नेचर त्यो पैसा कसरी आयो र त्यो खातामा कसरी बसिरहेछ त्यो मान्य राख्छ अहिले किन्दाखेरि कतिपय बैंकले 5% मा कतिपयले 10% मा कतिपयको 20% छ किन फरक हुन्छ त्यो डिपोजिट गर्ने उनीहरुको क्राइटेरिया चाहिँ हो 5% कसैले 10% कसैले चाहिँ 20% मै भनेर गरेर आउँछ 5% चाहिँ एकदमै न्यूनतम डिपोजिट नै भयो हैन त्यसको लागि चाहिँ पहिलो चोटी घर किन्दाखेरि त्यो डिपोजिट सबैसँग हुँदैन खर्चहरु पनि हुन्छ घरमा स्टेप इन गर्नको लागि घर किन्नको लागि चाहिँ बैंकले एउटा खोलिएको एउटा ढोका भयो हैन उनीहरुको न्यूनतम मापदण्ड हुन्छ 80% चाहिँ हामीले चाहिँ फर्स्ट होम बायरलाई दिनुपर्छ भने त्यो अनुसारले उनीहरुले ढोका खोल्दिया हो त्यो भएपछि चाहिँ 5% मै घर किन्न पाइयो न्यूनतम डिपोजिटमा तर त्यसको पनि इम्प्लिकेसन छ त्यो लो रिस्क प्रिमियमहरु तिर्नुपर्ने हुन्छ 20% भन्दा तल आउने बित्तिकै लो रिस्क प्रिमियम हैन कसैले 0.75 1% सम्म चाहिँ तिर्नुपर्ने हुन्छ एक्स्ट्रा त्यही भएर 5% भयो भन्दैमा धेरै ठूलो जम्प गर्नु भन्दा अगाडि आफ्नो फाइनान्शियल हेल्थ जुन हामीले यहाँ गाडीमा वफ गर्छौं वारेन्ट अफ फिटनेस जस्तो यता फाइनान्शियल वफ गरेर तिर्ने क्षमता हैन रिपेमेन्ट क्यापेसिटी हेरेर चाहिँ गर्नु पर्यो दोस्रो कुरा कसैसँग चाहिँ पर्याप्त डिपोजिट छ 20% भन्दा माथि छ भने चाहिँ त्यो 80% मात्रै ल्यान्डिङ भयो अथवा त्यो भन्दा कम ल्यान्डिङ भएको हुनाले बैंकलाई चाहिँ त्यो रिस्क प्रोफाइल कम भएको हुनाले इजी ल्यान्डिङ अनि ब्याज दर पनि जुन अहिले एडभर्टाइज्ड रेट हुन्छ त्यो अनुसार नै गरे दिन्छ त्यो चाहिँ बेटर अप्सन्स भयो
धेरै पैसा हुँदाखेरि अलिक सजिलो भयो हैन ल्यान्डरलाई त्यो रिस्क कम भयो रिस्क कम भएपछि राम्रो हुन्छ ब्याज त अलिकति भिआइपी क्लाइन्ट जस्तो भयो भने अब पैसा त भइसकेपछि सबैजनाले सजिलैसँग अफर गर्ने भइहाल्यो यति हामीले हेर्दा पैसा भएर पनि जग्गा घर किन्दाखेरि कतिपय व्यक्तिहरू राइट टाइममा घर किन्न नसक्दाखेरि अथवा रङ टाइममा घर किन्दाखेरि समस्या परेर देखिन्छ त्यो चाहिँ थाहा पनि कसरी हो अब अहिले बैंकले त अलिकति कम ब्याजमा लोन दिन्छ भनेको बैंकले कम ब्याजमा लोन दिएको बेलामा राइट टाइम हो अथवा त्यस्तो कुनै टाइमिङहरू हुन्छ के छ कसरी कारोबार गर्न सकिन्छ त्यो ठ्याक्कै थाहा पाउनको चाहिँ म भएकोमा आउनु पर्यो बस सरस्वती स्ट्यान्डर्ड रुल चाहिँ के हुन्छ भने हामीले लगभग दशक आउनु लागिसक्यो होइन 8 वर्ष प्लस नै भयो यस फिल्डमा मार्केट रेडी हुँदाखेरि आफू रेडी हुने होइन कि जब आफू रेडी हुन्छ सबै अनि जाने हो मार्केट रेडी गर्ने हो गुड टाइम्स ब्याड टाइम्स अथवा चाहिँ उतार चढावले खासै फरक पर्दैन आफू स्टेबल हुन सक्नु पर्यो त्यो भएको हुनाले पहिला हामीसँग आउनु पर्यो ठोकिनु पर्यो होइन सरसल्लाह गर्नु पर्यो अथवा चाहिँ ब्याङ्क अथवा चाहिँ ब्रोकरसँग गएर चाहिँ आफ्नो फाइनेन्सियल हेल्थ के छ त्यो चेकअप गर्नु पर्यो त्यति भइसकेपछि चाहिँ बाटो खुल्छ तर कोभिड पछि 2021-22-23मा घर जग्गाको कारोबारको रेट एकदम बढी थियो 36% भन्दा बढी पुगेको थियो अब अहिले 26को प्रश्न हेर्ने हो भने 7% 5 देखि 7% को बीचमा गभर्नमेन्टले एउटा निकालेको छ यति अनुमान गरेको छ भनेपछि हाई हुँदाखेरि त रेन्ट एकदम भोलुम बढी महँगो भयो अब अहिले त सस्तो हुने भयो नि मैले त्यो हिसाबमा भन्दाखेरि चाहिँ भन्न खोजेको यहाँलाई यस्तो छ अधिकांश प्रपर्टीहरू ब्याङ्कबाट बरो गरेर किनेर हुन्छ यहाँनिर होइन कोभिडको टाइममा सरकारलाई इकोनोमी चलाउनु थियो त्यही भएर राष्ट्रिय ब्याङ्कले ब्याज दर एकदमै कम गरिरहेको थियो होइन बिलो 2% 2% भन्दा तल पनि देखिएको थियो भन्नुपर्दा यहाँले $1 million $10 लाख चाहिँ बरो गर्दाखेरि वार्षिक 20,000 2%ले ब्याज बुझाइदियो भने $1 लाख लिन पाइन्थ्यो अब त्यही $1 लाख लिनको लागि केही समय अगाडि 7% सम्म थियो 70,000 तिर्नुपर्ने भयो होइन इट्स मोर देन 3 times त्यो भयो होइन अहिले चाहिँ मेबी चल्ती अनुसार 4.9 4.5 ले चाहिँ 45,000 तिर्नु परिरहेछ होइन ब्याजमा सामा त त्यसमा टप भइ नै हाल्यो त्यसले गर्दाखेरि पैसा सस्तो भएपछि घरको मूल्य बढ्नु स्वाभाविक हो अहिले पैसा अलिकति महँगो हुँदै गयो जब बोरोइङ एक्सपेन्सिभ हुँदै गएपछि घरको भ्यालु कम हुने भयो किनभने कम मान्छेले किन्ने भयो यो डिमान्ड एन्ड सप्लाईको खेल हो ओके हामीले घर हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा घर हेर्नुपर्छ हेर्दा राम्रो जस्तै कतिपयले के हुन्छ नि घरको त डेभलपमेन्ट भइजान्छ हुँदै गर्छ होइन घर छ एक खालको मेन मूल्य घरको हुन्छ तर त्यो चाहिँ घट्दै जान्छ तर जग्गा छ भने जग्गाको मूल्य चाहिँ बढ्दै जान्छ भन्ने एक खालको बुझाइ छ यो सही हो अकाउन्टको भाषामा भन्दाखेरि चाहिँ घर आफैमा चाहिँ डेप्रिसिएबल सम्पत्ति हो यसको ह्रास हुन्छ ह्रास कति हुँदै जान्छ होइन मानिलिउँ 50 वर्षको लाइफ छ घरको होइन नर्मली एभ्री नयाँ घरहरू त्यसको एभरेज लाइफ 50 वर्ष भए पनि 20 देखि 25 वर्षमा चाहिँ त्यसलाई पुनः रेनोभेसन गर्नुपर्ने अवस्था हुन्छ भनेपछि त्यो डेप्रिसिएबल एसेट भयो रियल भ्याल्यु भनेको ल्यान्डमा भयो होइन ल्यान्ड चाहिँ सधैँ एप्रिसिएसन हुने भयो त्यही भएर जग्गा भएको घर छ भने त्यसमा चाहिँ किनभने उपयोग गर्न सकियो घरदेखि बाहेक अरू उपभोग पनि हुने भयो त्यो भएको हुनाले त्यो घर चाहिँ पनि एप्रिसिएबल हुन्छ जुन चाहिँ घर मात्रै छ भने चाहिँ आफ्नो रेजिडेन्सको काम चाहिँ भयो त्यसले गर्दाखेरि त्यो अलिकति एप्रिसिएबल हुन जान्छ तर ओभरअल एभरेजमा हेर्नुभयो भने 5 वर्ष 10 वर्ष 20 वर्षको दौरानमा ग्राफ हेर्ने हो भने कन्स्ट्यान्टली ग्रोइङ होइन त्यसले गर्दाखेरि इन एभरेज 5 to 10% को रेसियोमा गएर हुन्छ जग्गा भएको घर मेबी 10% को थ्रेसहोल्डमा ग्रोथ देखिन्छ लङ रनमा घर मात्रै भएको जस्तै टाउन हाउसहरू छ अपार्टमेन्टहरू छ भने मेबी वी आर लुकिङ एट 5% ग्रोथ मूल्यमा कति फरक पर्छ जस्तै टाउन हाउस र इन्डिभिजुअल अरू खालको घरहरू हेर्दाखेरि कस्तो खालको मूल्य डिफ्रेन्स हुन्छ त्यसमा चाहिँ एज अ सेम मूल्य हुन्छ अथवा फरक हुन्छ ठ्याक्कै यसको यति पर्सेन्टेज अथवा यो तरिकाले फरक हुन्छ भन्ने चाहिँ छैन तर यसको 2-3वटा मापदण्डहरू छ प्यारामिटर्सहरू छ त्यसमा चाहिँ भर पर्छ कुन लोकेसनमा कहाँ हो होइन
यही गरी यहाँनिर चाहिँ $1 million छ भने सेन्ट्रल यही गरी यही ठाउँ चाहिँ सेन्ट्रल सिटीमा चाहिँ हुने हो भने मेबी 15 million हुनसक्छ होइन। भन्नुको अर्थ लोकेसन म्याटर्स। दोस्रो कुरो घरको कन्डिसन म्याटर्स होइन। तेस्रो कुरो चाहिँ लोकालिटी नेबरहुड कस्तो छ। अनि एसेसिबिलिटी जस्तै यहाँदेखि मोटरवे जानु पर्यो भने अहिले जुन यङ्स्टर्सहरूको लागि हाम्रो समस्या हामी कति चाँडो मोटरवेमा पुग्छौँ होइन। त्यसको प्रोक्सिमिटी मोटरवेको प्रोक्सिमिटी स्कुल्स होइन किन्डर गार्डनहरू कतिको नजिकमा छ किनभने त्यसले हाम्रो समय बचत गर्छ। समय हाम्रो काम गर्ने समय भनेको चाहिँ इक्विभ्यालेन्ट टु मनी होइन। त्यो भएको हुनाले त्यो फ्याक्टरलाई चाहिँ प्ले गर्छ। हामी त अब नेपाली कम्युनिटी हुँदाखेरि हामीले सकेसम्म अलिकति सेफ नै होस् होइन हाम्रै खालको इन्भाइरोमेन्ट पाऊँ हामीले भन्ने नै हुन्छ। घर जग्गा किनिसकेपछि अब घर किनेपछि कोठा सरे जस्तो भएन त्यहीँनिर बस्ने भयो धेरै कुराहरू हेर्नुपर्ने हो हुँदाखेरि हामीले के कुरामा बढी ध्यान दिनुपर्छ घर किन्दाखेरि। म एज अ सेल्स प्र्याक्टिसनर मैले घर किन्नु पऱ्यो भने म यो कुराहरूमा ध्यान दिन्छु। पहिलो कुरा लोकेसन चेन्ज गर्न सकिन्न। दोस्रो कुरो चाहिँ अबको 5 देखि 10 वर्षमा कस्तो चेन्जेस आउँदैछ त्यो नेबरहुडमा होइन। त्यो कुरा चाहिँ अकल्यान्ड काउन्सिलको वेबसाइटमा गएर हेर्न सकिन्छ अथवा अरू वेबसाइटमा गएर भनेपछि यसको फ्युचर प्लानिङ के छ त्यो एरियामा त्यो हेर्नु पर्यो। दोस्रो कुरो घरको फाउन्डेसन कस्तो छ त्यो चाहिँ बिल्डर्सले पछि बनिहाल्छ होइन। बिल्डर्स रिपोर्टमा देखिहाल्छ। अनि घरको टाइप्स कुन हो कस्तो मटेरियलले बनाएको छ ब्रिकेन्टाले बनाएको हो कि अथवा चाहिँ वेदरबोर्ड काठको घर हो कि अथवा चाहिँ प्लास्टरको घर हो त्यसको टाइप्सले पनि डिटरमाइन गर्छ होइन। त्यो सबैको फरक पर्छ किनभने बनाउँदाखेरिको खर्च र मेन्टेनेन्सको फ्युचर मेन्टेनेन्सको कुराहरू आउँछ। त्यो फ्याक्टरहरू हेरिन्छ। तेस्रो कुरो भनेको चाहिँ नेबरहुड कस्तो छ। कहिलेकाहीँ नेबरहुड परिवर्तनशील हुन्छ किनभने कुन छिमेकी कतिखेर आएर कतिखेर घर बेचेर जान्छ अथवा त्यहाँ को आउँछ त्यो चाहिँ हामी कन्ट्रोल गर्न सकिन्न। तर पनि एभरेजमा त्यो कम्युनिटी कस्तो छ। अकल्यान्डलाई नै हेर्दाखेरि अकल्यान्ड बाहिरको त हामी अहिले कुरा नगरौँ किनभने हामी अकल्यान्ड बेच्छौँ तर बाहिरको एकछिनपछि हामीलाई थोरै त्यहाँ पनि यो राम्रो ठाउँमा छ भनेर भन्न सकिएला किनभने हाम्रो नेपाली दाजुभाइहरू विभिन्न ठाउँमा हुनुहुन्छ छरेर बस्नु भएको छ। एरिया धेरै ठुलो छ। एक त भेट्न पनि गाह्रो हुन्छ उहाँहरूलाई होइन आफ्नो काम व्यस्तताले गर्दाखेरि। अकल्यान्डमै हेर्दाखेरि चाहिँ अकल्यान्डको यस्तो जुन पार्ट छ जहाँ हामीहरूलाई घर किन्दाखेरि चाहिँ एकदम यो चाहिँ वातावरण सेफ छ है यो ठाउँ राम्रो छ है भनेर भन्ने लोकेसनहरू 10-8 वटा त्यस्तो केही छ। समग्रमा न्युजिल्यान्ड आफैमा धेरै सुरक्षित देश हो। यो यहाँ र मैले भनिरहेको होइन यो चाहिँ होइन यो चाहिँ इज अ प्रुभन फ्याक्ट। अहिले संसारमै अलिकति छिटपुट कायम भयो भने तुलनात्मक रूपमा न्युजिल्यान्ड धेरै सुरक्षित देशको रूपमा गनिन्छ। त्यसले गर्दाखेरि ढुक्कै हुँदा हुन्छ जहिले पनि त्यस्तो फरक पर्दैन। तर तुलनात्मक रूपमा मैले अघि भने अनुसार फ्युचर प्लानिङ किनभने यो हाम्रो लङ टर्म इन्भेस्टमेन्ट एसेट पनि हो। इन्भेस्टमेन्टको रूपमा हेर्दाखेरि चाहिँ अहिलेको हाम्रो निड के हो बस्ने हो कि स्कुल छेउमा बस्नुपर्ने हो कि त्यो अथवा मोटरवे नजिक बस्नुपर्ने हो त्यो निडलाई फुलफिल गर्ने हुनु पर्यो। दोस्रो कुरो चाहिँ फ्युचर पोटेन्सियल त्यो जमिनमा के पोटेन्सियल छ कस्तो चेन्जेस आउँदैछ जोनिङ कस्तो चेन्ज हुँदैछ होइन त्यो पोटेन्सियललाई चाहिँ हेर्न सक्नु पर्यो। मैले अलिक कुरा काटेँ त्यो कसरी थाहा पाउने त फेरि मकै आउनु पर्यो भन्ने होला है। त्यसको लागि चाहिँ मकैमै आउनु पर्यो। हामी उहाँहरूलाई डाइरेक्सन दिन्छौँ होइन र आफै घर बसी पनि हेर्न सकिन्छ। अकल्यान्ड काउन्सिल्सको प्लानिङ के छ न्युजिल्यान्डको यो अकल्यान्ड अबको 5 वर्ष 10 वर्ष 50 वर्षमा कस्तो हुँदैछ भनेर यो पब्लिकली एभाइलेबल इन्फर्मेसनहरू छ त्यहाँ गएर उहाँहरूले रिसर्च गर्न सक्नुहुन्छ। ओके हामीले अब कतिपय साथीहरूलाई के पनि हुनसक्छ भने कामको व्यस्तताले अलिक गाह्रो पनि हुनसक्छ उहाँहरूलाई चाहिँ पोइन्टमा यो गर्दाखेरि चाहिँ राम्रो छ भनेर भन्दाखेरि नम्बर 3 बुँदा 1 2 3 जो काममा व्यस्त हुनुहुन्छ र उहाँहरूलाई सुरक्षित इन्भेस्टमेन्ट अथवा घर जग्गाको कारोबार गर्नु छ भने पहिलो कुरा आफ्नो आर्थिक क्षमता के हो त्यो थाहा पाउनु जरुरी छ। दोस्रो कुरो आफूलाई कहाँ बस्दा चाहिँ सजिलो र पाएको पर्छ त्यो हेर्नु पर्यो। अनि तेस्रो कुरो चाहिँ र यसको भविष्यमा ग्रोथ कस्तो छ यसको हामी नेपालमा मूल्य वृद्धि भने जस्तै घरको वृद्धि हुने दर कति थियो
र कस्तो हुँदैछ त्यो एउटा ओभरअल 5 वर्ष 10 वर्ष 20 वर्षको ट्रेन्डमा हेऱ्यो भने त्यो सबमा कस्तो पर्फर्मेन्स छ त्यो थाहा हुन्छ। कतिपय बेलामा घर अब राम्रै ठाउँमा घर किन्यो भने अघि हामीले थोरै कुरा गऱ्यौँ छिमेकीमा भर पर्छ, कुन छिमेकी कतिखेर आएर जान्छ थाहा हुन्न। मैले एउटा घर किनेँ, त्यही घरमा एउटा नराम्रो खालको अलिकति बढी हल्ला गर्ने अनसेफ खालको छिमेकी आएर घर किन्दै बस्थ्यो भने मलाई त गाह्रो भयो। त्यो बेलामा मैले घर बेच्न पर्दाखेरि मेरो घरको भ्यालु थोरै घट्न जाने पनि भयो, किनभने आएन नि त राम्रो मान्छे नआउनु सक्छ त्यहाँनिर, सबैले त राम्रो इन्भाइरोमेन्ट चाहन्छ नि। त्यो बेलामा सेभ हुनुको लागि चाहिँ अपनाउनु के गर्न सकिन्छ भने अब बेच्न पऱ्यो मैले किनेर, म त्यहाँ बस्न सकिनँ, म अर्को मुभ हुनुपर्ने भयो भने त्यो बेलामा कस्तो खालको सजेसन दिन सकिन्छ? घर बेच्न चाहिँ किन्नभन्दा धेरै गाह्रो चिज हो, किनभने त्यहाँ आफ्नो इमोसन्स पनि हुन्छ, आफ्नो इन्भेस्टमेन्ट पनि हुन्छ, आफ्नो रिटर्न पनि चाहिएर हुन्छ होइन। त्यसको लागि चाहिँ अर्को यो विषयवस्तु बन्छ होइन। त्यो घरको भ्यालु कसरी म्याक्सिमाइजेसन गर्ने, त्यसलाई कसरी रिप्रेजेन्ट गर्ने, त्यसको एक्सपर्टिज हामीसँग छ। फेरि हामीसँगै आउनु पर्यो, ठोकिनु पर्यो, यसमा यो छुट्टै गहन विषय छ। किनेर बेच्ने त फरक पर्यो होइन। र सँगसँगै किन्दाखेरि चाहिँ एउटा विचार गर्नुपर्ने कुरा अहिलेको कन्टेक्स्टमा विचार गर्नुपर्ने भने घरको छेउमा ठुलो जग्गा छ भने भेरी लाइकली त्यहाँनिर नयाँ डेभलपमेन्ट आउन सक्छ। त्यो डेभलपमेन्ट भयो भने हाउसिङ न्युजिल्यान्ड अथवा काङ्गो अगेन नो अफेन्स आयो भने नर्मली किनभने त्यो टेम्पोररी रेन्टल जस्तो देख्नुहुन्छ, त्यहाँ को मान्छे आउँछ थाहा हुन्न, त्यसले गर्दाखेरि यही दिन नराम्रो मान्छे आइदियो जसले चाहिँ हाहु हल्ला गर्छ होइन, सामाजिक अमन चयनमा चाहिँ हल पुऱ्याउँछ भने त्यसले डेफिनेटली भ्यालुलाई इम्प्याक्ट गर्छ। किनभने यहाँ बस्नु चाहनुहुन्न भने अरू मान्छे पनि बस्न चाहँदैन होइन। त्यो फ्याक्टरहरू चाहिँ एउटा सिम्पल इन्डिकेसन हो, द्याट अदर फ्याक्टर्स एज वेल होइन। सबै कुराहरू चाहिँ बुझ्नको लागि एगेन म जस्तै अथवा कुनै पनि रियल इस्टेट एजेन्ट यहाँहरूको जुन एरियामा हुनुहुन्छ, नजिकको मान्छे हुनुहुन्छ अथवा ब्याङ्कसँग गएर सल्लाह गर्नुभयो भने उहाँहरूले एडभाइस दिनुहुन्छ। ओके, यसको लागि खर्च लाग्छ लाग्दैन? अहिलेसम्म चाहिँ एडभाइसको लागि चाहिँ हामीले चार्ज गर्ने गरेका छैनौँ। अरूले गर्छन्? न्युजिल्यान्डमा चाहिँ अहिले त्यो बायर एजेन्सी आइसकेका छैन। अरू देशमा अस्ट्रेलिया युएसमा चाहिँ धेरै पपुलर छ। त्यसको लागि चाहिँ यदि बायर इन्फर्मेसन लिनु पर्यो भने चाहिँ उनीहरूसँग चाहिँ एग्रिमेन्ट गरेर उनीहरूसँग मात्रै किन्नु पर्यो र किनिसके पछाडि चाहिँ त्यो समयको अथवा त्यो डिलको पर्सेन्टेज दिनुपर्ने हुन्छ। जस्तै सेलरले अहिले चाहिँ घर बेच्नु पर्यो भने हामीलाई एज अ कमिसन जुन भन्छौँ त्यो चाहिँ सेल भइसके पछाडिको चाहिँ त्यो डिलको टोटल भ्यालुको कमिसन चार्ज गर्छ। त्यस्तै बायर्सलाई न्युजिल्यान्डमा अहिलेसम्म छैन, धेरै चाँडो सायद त्यो हुन्छ। किन्ने मान्छेले चाहिँ पैसा दिनु परेन, कमिसन दिनु परेन, तर बेच्ने मान्छेले दिनु पर्यो। कति छ यसको पर्सेन्टेज कति हुन्छ भन्न मिल्छ? यो डिपेन्ड्स, डिलको साइज कस्तो हो, कुन ठाउँमा छ, त्यो सबै फ्याक्टरहरू प्ले गर्छ। रफली त्यही 2 to 3% को हाराहारीमा कमन छ न्युजिल्यान्डमा चाहिँ। फेरि म प्रसङ्ग अलिक ब्याक भएँ, अकल्यान्डभन्दा बाहिर घर किन्दाखेरि चाहिँ अब यहाँ त धेरै टाइम पहिला रोटोडा बस्नुभयो होइन, त्यसपछि हाम्रो चिन्जान र न्युजिल्यान्डको यात्रा त्यहीबाट सुरु भएको होइन। हेमिल्टनमा पनि पुग्नुभयो है? म रोटोडा हेमिल्टन हुँदै अकल्यान्डमा उछिट्याउनु भयो, त्यहाँबाट धक्कै। बाहिर हेर्दाखेरि चाहिँ बाहिरको लोकालिटी हेर्दाखेरि कस्तो खालको ठाउँमा चाहिँ इन्भेस्ट गर्दा राम्रो हुन्छ यदि इन्भेस्ट गर्ने इन्भेस्टरहरूले? अकल्यान्ड बाहिर जाँदाखेरि चाहिँ अकल्यान्डदेखि बाहिर या संसारको जुनसुकै ठाउँमा पनि लागू हुने नियम यी नै हुन्। त्योभन्दा दायाँ अरू के पनि छैन। आफ्नो आवश्यकता के हो पहिलो कुरो, घर किन्ने होइन, रेन्टमै बस्दा पनि हुन्छ, घर किन्ने त्यो पहिला आफूलाई क्ल्यारिटी हुनु पर्यो। दोस्रो कुरो चाहिँ लोकेसन के हो र यसको फ्युचर ग्रोथ पोटेन्सियल कहाँनिर छ, त्यो तीनटा कुरा हेर्नुभयो भने बाँकी रहेको घर जग्गा गर्न सकिन्छ, हेर्न सक्नु पर्यो। यसमा एक्स्ट्रा खर्चहरू लुकेको हुन्छ हुँदैन? हुन्छ भन्दाखेरि एक्स्ट्रा भन्नाले जस्तै यहाँले घर किन्दाखेरि यो घरको कन्डिसन कस्तो छ त्यो त हामीलाई थाहा हुँदैन। भनेपछि बिल्डर हायर गर्नु पर्यो, सर्टिफाइड बिल्डर्स हायर गर्दाखेरि उसले रिपोर्ट दिन्छ यसमा चाहिँ पानी अथवा त्यो मोइस्चर लिकिङहरूको इस्यु छ कि छैन, छाना कस्तो छ होइन, बाथरुमहरूमा चाहिँ पानी लिक भएको छ छैन, इलेक्ट्रिकल कन्डिसन्स कस्तो छ, कहिले रिपेयर भयो, कसैले चाहिँ घरमा ग्यास कुकिङ सिस्टम बनाएको छ भने त्यसको सर्टिफिकेट छ छैन, किनभने त्यहाँ फायर सेफ्टीको कुराहरू आउँछ, इन्सुरेन्सको कुराहरू आउँछ होइन। त्यो जाँचबुझ गर्नको लागि अर्को $500 देखि $1000 लाग्छ
त्यो चाहिँ रियल एस्टेट मार्फत नै हुन्छ कि अथवा छुट्टै आफूले घर किन्ने मान्छे खोज्नु पर्ने हुन्छ प्रोफेसनल बडी हो त्यो छुट्टै किन्नुपर्ने हुन्छ अनि दोस्रो कुरो यो घरको टाइटल हाम्रो नेपालमा लाल पूर्जा रहेछ लाल पूर्जा ठिक छ कि छैन अब त्यो सर्टेन जग्गा चाहिँ छिमेकीलाई प्रयोग गर्न दिएको छ कि छैन होइन अथवा कस्तो खालको कोभेनेन्ट छ त्यहाँ के गर्न सकिन्छ के गर्न सकिँदैन त्यसको प्रबन्ध पत्रहरू पनि लिनु पर्यो हामी लिम भन्छौँ लाइन इन्फर्मेसन मेमोरेन्डम त्यहाँ चाहिँ त्यो जग्गाको बारेमा त्यसको गतिविधिहरू त्यहाँ रेकर्ड भएको हुन्छ त्यो हेर्नु पर्यो होइन यसको चाहिँ टाइटल चेक गर्नु पर्यो टाइटल ठिक छ कि छैन कसै काहीँ अब फल्टी टाइटल पनि हुनसक्छ होइन लाल पूर्जाहरूमा चाहिँ कहिले काहीँ समस्याहरू देखिया जस्तो हुनसक्छ त्यो चेक गर्नको लागि फेरि लयर हायर गर्नु पर्यो अनि पैसा पछि आफूले डिपोजिट पे गरिसके पछाडि फाइनल सेटलमेन्ट अमाउन्ट फेरि दिँदाखेरि लयर मार्फत दिनुपर्ने हुन्छ ताकि त्यो रेकर्ड सबै होस् पैसा ट्रान्सफर हुने बित्तिकै घर जग्गा यहाँको नाममा आउनु पर्यो त्यो काम कसले गर्छ लयरले गरिदिन्छ होइन त्यो सबै गर्दा त्यो पनि कस्ट पर्छ अर्को $2,2500 चाहिँ त्यहाँ पनि कस्ट पर्छ त्यो भएर लगभग 3,000 देखि 4,000 चाहिँ एक्स्ट्रा कस्ट लाग्ने भयो मसँग पैसा छ पुरा घर किन्न पाउने पैसा छ तर मैले सिधै किन्न नपाउने रहेछु होइन प्रक्रियामा जानु पर्यो पैसा ताकि यहाँको इन्भेस्टमेन्ट र यहाँको पैसा सुरक्षित होस् लयरको मार्फत लयरको ट्रस्ट अकाउन्ट मार्फत चाहिँ सेटलमेन्ट भइसके पछाडि चाहिँ यहाँको पैसा सुरक्षित हुन्छ हामीले लयरको एकाउन्टमा पैसा हालिदिनु पर्यो उसको त्यसो उसले चाहिँ उल्टो पास गर्ने भयो हामी बैङ्कमा नगए पनि घर किन्न सक्छौँ मसँग पैसा छ टन्नै ल मसँग 1 मिलियन पैसा भयो बैङ्कमा नगइकन पनि मैले घर किन्न सक्छु राम्रोसँग है मजाले सकिन्छ यो ब्याङ्क त एउटा माध्यम मात्र हो घर किन्नको लागि होइन यो चाहिँ आर्थिक ल्यान्डर मात्रै भयो यहाँसँग चाहिँ क्यास पैसा छ भने मजाले गर्न सकिन्छ खालि पछि लयरले चाहिँ यो पैसाको स्रोत के हो अघि जुन हामीले एएमएलको कुरा गरेका थियौँ त्यो स्रोत खुलाइदिइसके पछाडि चाहिँ न्युजिल्यान्ड सरकारलाई कुनै समस्या छैन घर किन्दाखेरि न्युजिल्यान्ड सरकारले पहिला फर्स्ट होमको लागि थोरै 5 देखि 10,000 सहयोग गर्ने गरेको थियो त्यो रोकिएको छ अहिले 21-22 पल्ट त्यो फर्स्ट होम ग्रान्ट भनेर दिने पहिला स्किम थियो अहिले रोकिएको छ तर बैङ्कहरूले चाहिँ हेरेर दिन्छन् भन्ने सूचना प्राप्त भएको छ सही हो यो त्यो सूचना मसँग छैन तर ब्याङ्कले केसम्म चाहिँ गरे थाहा छ भने क्यासब्याक जस्तै चाहिँ 1 मिलियनको लोन लियो भने 1% क्यासब्याक भनेर अर्को $10,000 चाहिँ दिने अथवा चाहिँ रिसेन्टली अब त 1.5% पनि दिएको थियो अहिले जुन स्टक भइसक्यो होइन 17-18 थियो लास्ट डेट हिजो अस्तिसम्म थियो त्यो चाहिँ बन्द भयो त नर्मली ब्याङ्कले दिने भनेको क्यासब्याक हो सायद त्यसलाई नै होम ग्रान्ट भनेर भन्नुभयो भने त त्यो फरक चिजहरू हो ओके जुन बैङ्कले अहिले एउटा घर किन्दाखेरि जस्तै मैले 1 मिलियनकै घर किने भने मेरो 30 वर्षमा त झन्डै मैले 2 मिलियन चाहिँ तिर्नुपर्ने हुँदो रहेछ है डबल देखिन्छ त्यसले गर्दा त अलिक समस्या पर्ने छ होइन घर किनेर मात्रै पनि नहुँदो रहेछ त्यही भएर अघि नै मैले यो घर मात्र नभएर फाइनेन्सियल एसेट हो होइन अब यसलाई कसरी प्रयोग गर्न सकिन्छ अब एउटा घर किनेर 30 वर्षको ट्रेडमिलमा दौडेर तिरिसक्दाखेरि र मार्केट भ्यालु डबलै हुँदा पनि यहाँको ब्रेक इभन प्रफिट चाहिँ 0 देखिन्छ होइन हेर्दा चाहिँ डबल कमाए जस्तो देखिन्छ 1 को 2 बनाए जस्तो देखिन्छ तर वास्तवमा त 1 चाहिँ तिरिसक्दाखेरि 2 नै भइसकेको हुन्छ त्यही भएर न्युजिल्यान्डमा एभरेज सेलिङ टाइम 5 to 10 years भित्रमा चाहिँ मान्छेले फ्लिप गर्छ किनभने यदि प्रपर्टीको भ्यालु ग्रोथ देखियो भने त्यसलाई चाहिँ इक्विटी जुन भन्छौँ जस्तै 5 लाखमा किनेको थियो त्यो चाहिँ 8 लाख भयो त्यो 3 लाख इक्विटी जुन गेन भयो त्यो चाहिँ इक्विभ्यालेन्ट टु मनी त्यो चाहिँ हामीले तुरुन्तै क्यास गर्न सकिन्छ भनेपछि किन्ने 5-7 वर्षपछि बेच्ने मार्केट नजरअन्दाज गरेर भ्यालु हेरेर त्यसलाई चाहिँ रिसाइकल फ्लिप गर्न सक्यो भने चाहिँ द्याट्स हाउ वी मेक मनी अर्को एउटा घर किनेपछि त्यही घरलाई डिपोजिट गरेर अर्को घर पनि किन्न सकियो है हजुर जुन मैले अर्को त्यो 3 लाखको गेन भने त्यो एक्जाम्पललाई राख्यो भने 3 लाखको 80% भनेपछि 2,40,000 चाहिँ यहाँको क्यास भयो होइन तुरुन्तै विदिन हाफ एन आवर त्यो क्यास निकाल्न सक्नुहुन्छ यहाँले ब्याङ्कमा आवेदन दिनुभयो भने भलै उसले आफ्नो फेरि त्यो लेन्डिङ त्यो ब्याज तिर्ने क्यापेसिटी छ छैन त्यो उसको प्रोसेसमा जान्छ तर एकदम स्ट्रेट फरवर्ड छिटो छरितो उपाय हो त्यो 2,40,000ले फेरि अर्को घर लिनु पर्यो भने एज अ डिपोजिट त्यो युज गर्न सक्नुहुन्छ
अब यसलाई कानुनी कागजहरू बनाउँदाखेरि त्यो डकुमेन्ट बनाउनु पर्यो त्यो बनाउनेखेरिको झन्झटिलो अथवा सजिलो पारा चाहिँ के छन् त्यसमा यसमा हामी 3टा पार्टी इन्भल्भ हुन्छ कुनै पनि ट्रान्ज्याक्सनमा एउटा चाहिँ फाइनेन्शियल लेन्डर जो ब्याङ्क भयो अथवा मोर्गेज ब्रोकरको हुनुहुन्छ उहाँहरूले चाहिँ रिप्रेजेन्ट गर्नुभएको हुन्छ एउटा हामी हुन्छौँ जुन रियल बाई एन्ड सेल कारोबारको लागि त्यो प्रमुख हामी हुन्छौँ तेस्रो कुरो चाहिँ यसलाई मध्यनजर गर्नलाई चाहिँ लयर हुन्छ त्यही भएर त्यो सबै कुराहरू चाहिँ टाइटली सेक्योर तरिकाले नै हुन्छ जोखिमहरू जाँच गर्नको लागि जोखिम पनि हुन्छ नि त किनिसकेपछि होइन अघि हामीले भन्यौँ अब जोखिम भनेको सोसाइटी समाज मात्र नभएर अन्य फ्याक्टर पनि जोखिमहरूमा आउन सक्छन् त्योबाट जोगिनको लागि अथवा जोखिम छैन भनेर प्रुफ गर्नको लागि प्रत्यक्ष जोखिम निवारण प्रोसेस भनौँ न प्रक्रिया चाहिँ के हो भने बिल्डिङ इन्स्पेक्सन गर्ने होइन रियल इस्टेट एजेन्टसँग राम्रोसँग लिएज गर्ने तेस्रो कुरो चाहिँ लयरले कागजातहरू जुन अघि मैले टाइटल प्रबन्धपत्र लिमहरू जुन चेक गर्ने भन्छ त्यो प्रोसेसहरू हुन्छ त्यो प्रोसेसमा गएर राम्रोसँग आफ्नो ड्यु डिलिजेन्स गरिसके पछाडि यो सबै प्रोसेसमा जानु भनेको चाहिँ रिस्क म्यानेजमेन्ट नै हो यदि सर प्रोसेसमा गएर अगाडि बढ्दाखेरि भने बाई मिस्टेकली फल भेटियो समस्या भयो मैले घर किनिसकेपछि जस्तै डकुमेन्ट राम्रो भयो डकुमेन्टमा एकदम पुरा घर एकदम फाइन छ कुनै प्रब्लम छैन तर मैले नेक्स्ट इयरमा चाहिँ घरमा प्रब्लम भेटेँ अब त्यसमा मोल्डी आउन थाल्यो भित्रबाट घरको त्यो अब क्र्याक हुन थाल्यो होइन अन्य समस्या पनि आउन थाल्यो भनेको हेल्दी हाउस पनि भएन भने त्यो बेलामा मैले के गर्न सक्छु किनेको बेलाको अवस्थामा चाहिँ कस्तो छ त्यो चाहिँ बिल्डर्स रिपोर्टले भन्छ कहिलेकाहीँ अब त्यस पश्चात चाहिँ केही भविदबी के भयो वाटर लिक भयो एक्सिडेन्टल केसेसहरू भयो भने चाहिँ यहाँहरूसँग अलरेडी इन्सुरेन्स हुन्छ इन्सुरेन्समा गएर क्लेम गर्न सकिन्छ कहिलेकाहीँ वेयर एन्ड टियर जस्तै घरको चाहिँ चुकुलहरू चाहिँ खुकुलो हुँदै गयो त्यो वेयर एन्ड टियरमा लुज हुँदै गयो होइन त्यो वेयर एन्ड टियरको केसेसहरू जस्तै कुनै पनि कबोर्डहरूमा भयो अथवा चाहिँ सिलिङ्सहरू नै एकदमै पहिला चाहिँ कमसल स्टेटमा थियो त्यहाँबाट चाहिँ लिक सुरुहरू भयो भने त्यसमा चाहिँ इन्सुरेन्सले क्लेम गर्दैन होइन क्लेम गर्न मिल्दैन त्यो चाहिँ जेनरल वेयर एन्ड टियरमा गयो अदरवाइज के एक्सिडेन्टल भयो भने चाहिँ इन्सुरेन्सले त्यहाँनिर हामीले गएर क्लेम गर्न सक्छौँ भने हामीले घर किन्दाखेरि इन्सुरेन्स पनि सँगै जोडेर आउँछ इन्सुरेन्स बिना त घरै किन्न दिँदैन यदि हामीले ब्याङ्कबाट ल्यान्डिङ गर्ने हो भने आफ्नै 100% पैसा चाहिँ आफै हाल्ने हो भने चाहिँ त्यो प्रब्लम भएन किनभने अल्टिमेटली घर त ब्याङ्ककै नाममा हुन्छ नि त होइन अब यी सबै कुरा हुँदाखेरि कहिलेकाहीँ नआउनु सक्ला तर विवाद आइहाल्यो भने त्यो विवाद समाधान गर्नको लागि चाहिँ रियल इस्टेट एजेन्टहरूको भूमिका के रहन सक्छ हरेक विवाद आउँछ नि घर किन्दाखेरि मैले यो भनेको थिएँ यो भएन मलाई यो चाहिँ चित्त बुझेन राम्रो रियल इस्टेट एजेन्टसम्म जानु भएको छ भने त्यस खासै समस्या आउँदैन किनभने यहाँले सुरुमा जुन जसरी इन्सपेक्सनमा जे देख्नु भएको थियो अथवा चाहिँ त्यो डकुमेन्टमा चाहिँ सेल एन्ड पर्चेस एग्रिमेन्टमा के च्याटल्स लिस्टहरू दिइन्छ त्यो कुराहरू चाहिँ के उल्लेख छ या उल्लेख छैन त्यो कुराहरूमा राम्रो ध्यान दियो भने समस्या आउँदैन कहिलेकाहीँ नयाँ घरहरू किन्दाखेरि डेभलपर्सहरूले चाहिँ म ल्यान्डस्केप गार्डन बनाइदिन्छु ल्यान्डस्केप गरिदिन्छु ड्राइभवे यही हिसाबको बनाइदिन्छु फेन्सिङ यसरी बनाइदिन्छु भनेको छ भने कागजमा एग्रिमेन्टमा राम्रोसँग प्रष्ट रूपमा उल्लेखित भएको छ भने समस्या देखिन्न भनेपछि कतिपय कुराहरू त अब विश्वासको आधारमा पनि गरी छोडिन्छ नि त म यो बनाइदिन्छु हुन्छ भन्ने हुन्छ ठिकै छ भनेर किन्ने मान्छेले विश्वास छोड्दै हुन्छ तर अन्तिममा त्यो नभएको देखिन्छ विश्वास गरिसकेर एग्री भइसकेको कुराहरूलाई चाहिँ अक्षरमा उतार्नु पर्यो हैन त्यो भएपछि दुवै पार्टीले क्लियर भयो कति बेलामा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट पनि हुन्छ नि हरेक देशमा हुन्छ त्यो नहुने हैन त्यो बेलामा चाहिँ रियल इस्टेट एजेन्टहरूले त्यसले कसरी त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टबाट चाहिँ जोगिने काम गर्छन् के हुन्छ त्यसकोमा चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ भने सकेसम्म बेस्ट प्र्याक्टिस भने त्यो विषयमा त्यहाँनिर गएर चाहिँ अब कारोबारै नगर्ने अथवा त्यो पार्टीले रिप्रेजेन्ट नगर्ने जस्तै म आफैले घर किन्दैछु मेरो बुवामा अथवा चाहिँ मेरो एकदम मिल्ने साथी हुनुहुन्छ भने यदि म उहाँलाई रिप्रेजेन्ट गर्दैछु अथवा म आफै चाहिँ प्रपर्टी किन्दैछु र म आफै चाहिँ मेडिएटर अथवा रियल इस्टेट एजेन्ट भएर काम गरिरहेको छु भने सकेसम्म त नगर्ने होइन आउट अफ द पिक्चर
भएन होइन म आफै इन्भल्भ हुन्छु भने चाहिँ हामीले खुलाउनु पर्ने हुन्छ मेरो नजिकको नातेदार हो भनेर फर्म 2 भन्ने हुन्छ त्यहाँ हामीले गएर चाहिँ खुलाउनु पर्ने हुन्छ खुलाइसके पछाडि चाहिँ हामीले दिएको मूल्य जुन छ र भेन्डरले एक्सेप्ट गरेको मूल्य भए पनि प्रोपर्टी भ्यालुएसन गरेर हामीले बुझाउने काम चाहिँ हाम्रो दायित्व हुन्छ ओके यसैमा जोडेँ मैले सिधै पहिला त इन्डियाको नागरिक नभए पनि घर किन्न पाइन्थ्यो होइन त्यो चलन थियो अहिले चाहिँ त्यसमा अलिक कडाइ गरेको छ अहिले घर किन्नलाई यहीँको लाइसेन्स भएको हामी यहीँको बसोबास भएको हुनु पर्यो पिआर हुनु पर्यो यहाँको होइन हरेक कुराहरू क्राइटेरियाहरू छन् लिगली क्राइटेरियाहरू धेरै छन् त्यसमा धेरै मान्छेहरू आउनुभयो भने रियल इस्टेट एजेन्टसँग जानुभयो भने उहाँहरूले लिस्ट बनाइदिनुहुन्छ त्यसपछि सजिलो हुन्छ यहाँहरूलाई तर मैले जोड्नु खोजेको चाहिँ बाहिरको मान्छेले अहिले आएर घर किन्दाखेरि अथवा जग्गामा लगानी गर्नको लागि के गर्नुपर्छ गर्न सक्छन् कि सक्दैनन् के छ त्यसको लागि स्ट्रेट एन्सर र छोटो एन्सर सकिन्छ ओभरसिज इन्भेस्टमेन्ट एक्ट छ अथवा ओभरसिज इन्भेस्टमेन्ट अफिस ओआइओ पनि भन्छ 2005 ले चाहिँ के डिफाइन गरेको छ भने यदि तपाईँ सिङ्गापुरको सिटिजन हुनुहुन्छ अस्ट्रेलियाको सिटिजन हुनुहुन्छ भने तपाईँले डिरेक्टली यहाँ घर किन्नुपर्छ तपाईँले ओभरसिज इन्भेस्टमेन्ट अफिसमा गइराख्नु आवश्यक छैन किनभने त्यहाँ त्यो दुईटा देशबीचको हाम्रो त डाइरेक्ट बायोलेटरल ट्रिटी अनुसारले त्यो छुट दिएको छ त्यो देशदेखि बाहिरको तपाईँ चाहिँ नागरिक हुनुहुन्छ न्युजिल्यान्डमा घर किन्नुहुन्छ भने सम्भव छ त्यो अफिसमा गएर यहाँले निवेदन दिनु पर्यो म घर किन्न चाहन्छु किन्न चाहन्छु त्यो कुरा खुलाइदिइसके पछाडि त्यो प्रोसेसमा गएपछि चाहिँ गभर्मेन्टले ग्रान्ट गर्छ धेरै त्यस्तो आवश्यक पनि छ त एउटा समस्या अथवा चाहिँ मिस इन्फर्मेसन के छ भने घर किन्यो भने पिआर पाइन्छ भनेर त्यो चाहिँ नट नेसेसरी त्यो चाहिँ पहिला थियो एकदम हल्ला थियो न्युजिल्यान्डको पहिला पनि गलत हो फ्यामिली होम नभएर तपाईँको चाहिँ टुरिज्म होम अथवा चाहिँ यहाँ आएर चाहिँ यसो आएर बस्छु मेरो घर इन्भेस्टमेन्ट गर्छु भनेर त्यो चाहिँ पाइन्छ तर त्यसले चाहिँ पिआर पाइन्छ भने चाहिँ त्यो ग्यारेन्टी हुँदैन र दिँदैन पनि जस्तै अहिले गोल्डन भिजाको जुन रुल्स ल्याएको छ 5 मिलियन होइन 10 मिलियनको दुईटा थ्रेसहोल्ड छ त्यसमा चाहिँ म प्रोपर्टीमा आफ्नो बस्ने घर चाहिँ म 5 मिलियन लगानी गरेर म किन्छु अनि मेरो चाहिँ रेजिडेन्सी हुन्छ भने त्यो चाहिँ हुँदैन त्यो घर जग्गाको छुट्टै भयो जस्तै कमर्सियल एसेटहरू किन्ने हो गर्ने हो भने त्यसको लागि छुट्टै छ त्यसले चाहिँ किनभने इकोनोमीमा ग्रोथ स्टिमुलेट गर्छ इकोनोमीमा पैसा आउँछ जब अपर्च्युनिटी क्रिएट गर्छ भनेर त्यो आइडिया ल्या हो गोल्डन भिजा तर आफू बस्ने घर अथवा चाहिँ होलिडे होमले त कुनै इकोनोमीमा स्टिमुलस गर्दैन त्यो भएको हुनाले त्यो बाटो चाहिँ एक्सक्लुडेड छ उसले त्यो घर पनि देखाएर जस्तै मेरो अब 2 मिलियनको मेरो घरको भ्यालुएसन भयो भने उसले एक्स्ट्रा 3 मिलियन देखायो भने पाउँछ त्यस्तो मिल्दैन यसको डाइरेक्ट कमर्सियल इम्प्याक्ट हुनु पर्यो ओके उसले घर बेचेर लगानी कुनै क्षेत्रमा गर्न सक्नु पर्यो है नत्र भने त भएन जस्तै कुनै कम्पनीको सेयर जस्तै चाहिँ परदेशी मिडिया चाहिँ मा चाहिँ उसले कुनै सेयर किन्यो त्यसको मूल्याङ्कन चाहिँ एक्स अमाउन्ट भयो र म अबको नेक्स्ट 5 इयर्समा चाहिँ पर इयर 2 मिलियन इच गरेर चाहिँ म गर्छु भने त्यो एउटा रुट खुल्छ होइन म एकचोटि चाहिँ 5 मिलियन अथवा गर्छु इन्भेस्टमेन्ट गर्छु र इकोनोमीमा यसरी इम्प्याक्ट पर्छ भनेर त खुलाउन सक्यो भने चाहिँ तुरन्तै हुन्छ होइन भने चाहिँ भएन ओके अब यदि सबै कुराहरू एकदम प्रक्रिया पुगेर आउँछ अन्तिममा त्यो प्रोजेक्ट नै क्यान्सल हुने सम्भावना नै हुनसक्छ नि कुनै कारणहरूले गर्दाखेरि ओभरसिज इन्भेस्टमेन्ट एक्ट अनुसारमा फिट भयो भने ठिक छ फिट भएन भने रिजेक्ट हुन्छ त्यो बेलामा गरेको इन्भेस्टमेन्ट चाहिँ खेर गयो सबै है बेसिक ड्यु डिलिजेन्स जुन चाहिँ लयरलाई हायर गर्नु पर्यो त्यो कस्टहरू छ आफ्नो समय पनि एउटा कस्ट हो त्यो कस्टहरू चाहिँ पर्छ अब अर्को फरेनबाट नकिनिकन यहीँबाट पनि कतिपय कुरामा चाहिँ अन्तिम चरणमा आएर हात उठाउने थर्ड पार्टीले हात उठाइदिने सम्भावना हुन सक्ला अथवा घर बेच्ने मान्छेले मलाई चित्त बुझ्ने पैसा मैले बेच्दिनँ भनेर भन्न पनि सक्ला त्यो बेलाको कस्टहरू त्यो बेलाको मिहिनेतहरू सबैतिर भइरहन्छ त्यसलाई कसरी फुलफिल गर्न सकिन्छ के हुन्छ त्यो बेलामा चाहिँ यो मेरो बिजनेसको लागि भन्नुभयो कि अथवा किनबेच गर्नको लागि पनि भयो आफ्नो लागि पनि भयो यसमा सबै पार्टी जोडेको हुन्छ नि त त्यसमा बैंक इन्भेस्ट हुन्छ रियल इस्टेट एजेन्ट इन्भेस्ट हुन्छ अनि घर किन्ने मान्छे पनि हुन्छ बेच्ने मान्छे पनि हुन्छ सबैजना आइरहेका हुन्छन् अन्तिममा आएर चाहिँ सरी यो भएन घर बेच्ने मान्छेले नि नबेच्ने भन्न सक्ला किन्नेमा चाहिँ मैले किन्न सकिनँ भन्ने अवस्था हुन सक्ला होइन नर्मली पर्चेस गर्दाखेरि 2-3वटा कन्डिसन्सहरू कमन एउटा फाइनेन्स कन्डिसन म ब्याङ्कसँग अप्रुभल लिन्छु ब्याङ्कले मलाई पैसा दियो भने चाहिँ म अनि चाहिँ घर किन्छु है भनेर
एउटा शर्त राखेको हुन्छ। अरू दोस्रो शर्त भनेको चाहिँ बिल्डिङ इन्स्पेक्सन गर्छु। ठिक छ, घर मन पर्यो, तर म एउटा चाहिँ सर्टिफाइड बिल्डरबाट बिल्डिङ इन्स्पेक्सन गर्छु, उसले चाहिँ सबै कुरा ठिक छ जाँचबुझ गरेर केही समस्याहरू देखिएन, एकदम मूल फन्डामेन्टल प्रब्लमहरू देखिएन, फाउन्डेसन ठिक छ भने चाहिँ म त्यो लिन तयार छु। हुन्छ भनेर उता मन्जुर भएको शर्त होइन। शर्त 2 भयो। शर्त 3 भनेको ठिक छ, म टाइटल यसको जुन कागजातहरू छ मेरो लयरले चेक गर्छ, लयरले चाहिँ सबै ठिक छ भनिसके पछाडि चाहिँ अनि मात्रै म लिन्छु है भनेर। त्यो नर्मली यो 3टा शर्तहरू हुन्छ। कहिलेकाहीँ चाहिँ ल म घर मन पर्यो, मेरो सेकेन्ड होम हो, मेरो पहिलो मेरो आफू बसेको घरमा बेच्छु, त्यो बिक्री भइसके पछाडि चाहिँ एक्स अमाउन्टमा बिक्री भयो भने चाहिँ म लिन्छु है भनेर अर्को शर्त राखेको हुन्छ होइन। धेरै जस्तो कारोबारहरू शर्तमा हुन्छ। कहिलेकाहीँ निशर्त कन्डिसन्सहरू पनि हुन्छ, त्यसमा चाहिँ लिनै पर्यो। त्यो शर्तहरू फुलफिल गर्नको लागि चाहिँ यहाँलाई कस्ट पर्छ। जस्तै बिल्डिङ इन्स्पेक्सन गर्नु पर्यो, कस्ट पर्यो, लयरकोमा जानु पर्यो, कस्ट पर्यो, टाइम इन्भेस्टमेन्ट भयो होइन। त्यो चाहिँ लस्ट हुन्छ यदि कारोबार फाइनली गएर चाहिँ डिल हुन सकेन, कारोबार हुन सकेन भने चाहिँ त्यो चाहिँ आफ्नो खर्च भयो। अब भेन्डरको लागि चाहिँ के देखियो, बेच्ने मान्छेको लागि पनि उसको समय बर्बाद भयो होइन। मार्केटिङमा आउँदाखेरि चाहिँ उसको 8-10 हजार 15 हजार कति छ, डिपेन्ड्स अपन उसको कस्तो छ, कुन मिडियममा गएको छ, त्यो सबै इन्भेस्टमेन्ट भएको हुन्छ। अनि त्यो ओपन होमदेखि लिएर इन्सपेक्सनदेखि लिएर सबै सहकारी आफ्नो फ्यामिली टाइम सेक्रिफाइस भएर हुन्छ। त्यसको लागि त्यो पनि कस्ट एफर्ट त्यो सबै भयो। अब एज अ रियल इस्टेट प्र्याक्टिसनर हामीलाई पनि चाहिँ त्यो सबै कुरा समन्वयन गर्नु पर्यो र हामीले पाउने भनेको चाहिँ सक्सेसफुल्ली सेल भइसकेपछि मात्रै हो। त्योभन्दा अगाडि केही पनि पाइँदैन। यदि कुनै डिल सक्सेसफुल्ली भएको छैन भने त्यो सबै मेहनतहरू चाहिँ त्यो खेरमा जान्छ, त्यो अथवा चाहिँ डलर भ्यालुमा कन्भर्ट हुँदैन होइन, अथवा हामीले चार्ज गरेर आउँदैनौँ। त्यसले गर्दाखेरि त्यो चाहिँ सबै पार्टीलाई लस्ट सिचुएसन नै हुन्छ। अब किन्ने मान्छेले गर्दाखेरि त उसले धेरै घाटा भइरहेको छ, तर बेच्ने मान्छेले अन्तिममा आएर डिल क्यान्सल गरिदियो, मैले बेच्ने मेरो प्लान चेन्ज भयो, मैले बेच्दिनँ भने त त्यो बाँकी रहेको इन्भल्भ भएका पार्टीहरूको चाहिँ कस्ट त्यो बेच्ने मान्छेले बिहोर्छ। डिपेन्ड्स। मलाई यो भर्खरै 1-2 महिना हामी ठ्याक्कै त्यही समस्यामा गएको थियौँ। भेन्डरको सिचुएसन चेन्ज भयो, उसले चाहिँ अब आफ्नो प्रपर्टी म होल्ड गर्न सक्छु है भनेर गरिसके पछाडि उसको एउटा शर्त चाहिँ के थियो भने मैले त्यो होल्ड गर्न सक्छु भने म होल्ड गर्न सक्छु भनेर प्रुफ देखाइदियो भने चाहिँ त्यो डिल क्यान्सल हुने शर्त थियो। अथवा चाहिँ भेन्डरले घर बेच्नुपर्ने बाध्यता नहुने भन्ने खालको एउटा चाहिँ क्लज छुट्टै थियो। सबै सिचुएसनहरू एनालाइसिस गर्दाखेरि भेन्डरलाई आफ्नै घर होल्ड गर्दाखेरि चाहिँ रेन्टमै राख्दाखेरि चाहिँ उसको हितमा हुन्छ भनेर हामीले त्यो सल्लाह दियौँ। घर होल्ड भयो। अब यसको फाइनेन्सियल इम्प्लिकेसन्स भनेको त बायरले पनि किन्नु पाएन, भेन्डरले पनि बेच्नुपर्ने थियो बेचेन, तर उसलाई त्यसमै भलाइ देखेको हुनाले हामीले पनि एडभाइस दिएको हुनाले त्यो एडभाइस गऱ्यौँ। किनभने हाम्रो आफ्नो इन्ट्रेस्ट भन्दा पनि हामी भेन्डर चाहिँ हाम्रो क्लाइन्ट भएको क्लाइन्टको इन्ट्रेस्टमा गर्नुपर्ने हो। यति हुँदाहुँदै पनि जस्तै अब घर कस्ट त भयो नि थर्ड पार्टीलाई होइन, त्यो कस्ट चाहिँ कहिले बिर्छ त त्यसमा किन्ने मान्छे पनि अब त भइसकेका हुनसक्छ, उसले पनि धेरै आफ्नो लयर लगाएको हुनसक्छ, घर इन्भेस्टमेन्ट गरिसकेका हुनसक्छ। त्यो बेलाको कस्ट चाहिँ त्यो बेच्ने मान्छेले बिहोर्छ कि बिहोर्दैन? के गर्नुभयो यहाँले? नर्मली बायरले गर्ने ड्यु डिलिजेन्स जस्तै उसले देखाउने आफ्नो लयरसँग देखाउने कागजात, बिल्डिङ इन्स्पेक्सन्स अथवा त्यो रिलेटेड कुनै पनि खर्चहरू छ भने त्यो बायरको खर्च बायरले बिहोर्छ। भेन्डरले गर्ने मार्केटिङ जति लिएर सबै कस्टहरू जुन छ, घर खाली भयो त्यसको कस्ट भेन्डरले बिहोर्छ। अब त्यहाँ आउने जाने त्यो सबै प्रोग्राम त्यो होल प्रोजेक्ट म्यानेज गर्नेको लागि त्यो जुन कस्ट छ त्यो हाम्रो भयो। अन्तत यो डिल भयो हुन सकेन भने सबैलाई आफ्नो कस्ट बिहोर्नु पर्यो। यसमा मैले अहिले अर्को विषय प्रवेश गर्न चाहे। हामी कार्यक्रममा करिब अन्तिममा पनि छौँ है। हामीसँग हुनुहुन्छ रियल इस्टेट एजेन्ट सुभाष श्रेष्ठ। हामीले उहाँको अमूल्य समय हामीले दिइरहनु भएको छ ताकि उहाँले भनेको कुराले यहाँहरूलाई पनि धेरै हदसम्म सहयोग पुर्याउँछ। यदि यहाँहरू घर किन्दै हुनुहुन्छ, घर किन्ने सोचाइमा हुनुहुन्छ, त्यसको लागि तयारी गर्दै हुनुहुन्छ भने आजको यो कार्यक्रमले यहाँहरूले मद्दत पुर्याउँछ भन्ने मलाई लाग्छ। र थप जानकारी आवश्यक भयो भने उहाँसँग अथवा यहाँको छिमेकी अन्य छिमेकीमा भएका रियल इस्टेट एजेन्टहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ भनेर उहाँले भन्नुभएको छ। यहाँहरू पनि त्यसै गर्नुहोला यदि न्युजिल्यान्डमा घर किन्दै हुनुहुन्छ भने। मैले जोडेँ एउटा अर्को विषय। अहिले अग्रणी काउन्सिलले चाहिँ एउटा नियम
भनौँ कि सूचना जारी गरेको छ होइन, प्रपर लिखित त भइसकेका छैन, के गर्ने भने त आएको छैन। तर त्यसमा चाहिँ 70 मिटर स्क्वायरसम्म घर बनाउँदाखेरि केही पनि नचाहिने, त्यसपछि 120 कुराहरू पनि त्यसमा लिएर आएको छ होइन। पहिला यो 70 मिटर स्क्वायरको बारेमा कुराकानी गरौँ। के हो यो खास? सजिलो भाषामा बुझ्ने गरी भन्नुपर्दाखेरि यहाँ उसँग जग्गा छ अनि आफ्नो जग्गामा चाहिँ सानो एउटा चाहिँ 1 कोठा 2 कोठाको घर बनाउँछु, आउट के अरे यसले के भन्छ माइनर डुवेलिङ होइन बनाउँछु भनेर चाहिँ सोच्नु भएको छ भने त्यो प्रक्रियामा जानको लागि सजिलो होस् भनेर गभर्मेन्टले एउटा नयाँ रुल्स तयार पार्दैछ होइन। यो स्लिप आउट जस्तो त होइन नि? स्लिप आउट पनि पर्छ होइन, 70 या त्योभन्दा कमको हुनु पर्यो। त्योभन्दा माथि जानु पर्यो भने चाहिँ फुल प्रक्रियामा जानु पर्यो। त्योभन्दा कम छ भने चाहिँ द्रुत गतिमा मिनिमम रुल्स लागू भएर हेल्दी हुनु पर्यो, बिल्डिङ स्ट्यान्डर्ड मेट हुनु पर्यो, तपाईँको चाहिँ ढल पानीहरूमा जाँदा त भेरिएसन सबै कुराहरू गर्नु पर्यो। यो भनिराख्दाखेरि चाहिँ यतिकै म घर बनाएर चाहिँ घर ठडाउँछु अथवा सानो 2 कोठाको स्लिप आउट बनाउँछु भन्यो भने चाहिँ पाइन्न, प्रक्रियागत नै जानुपर्छ। त्यसो भए त त्यत्तिकै बनाउन पाइन्छ भन्ने नै भएन नि होइन। त्यसमा पानीको पनि अनुमति लिनु पर्यो, जानु पर्यो, बिल्डरको पनि अनुमति लिनु जानु पर्यो, अनि नक्सा पनि बनाउनै पर्यो होइन। सबै गएपछि फेरि प्रुफ गर्न त काउन्सिलमै जानुपर्ने भयो। हो, सानो माइनर डुवेलिङ बनाउने हो भने त्यही अनुसार जानु पर्यो। अब लिगल माइनर डुवेलिङ बनाउनु होम एन्ड इन्कम बनाउनु पर्यो भने त्यसमा अर्को चाहिँ कन्ट्रिब्युसन कस्टहरू तिर्नुपर्ने हुन्छ। काउन्सिलमा नगइकन काउन्सिलमा अन्ततः नक्सा पास नगरिकन केही पनि हुँदैन। भनेपछि 70 मिटर स्क्वायरमा घर मैले सानो 1 कोठाको अथवा 2 कोठा बनाउँछु भनेर थाल्यो भने त्यो रङ भयो, पाइएन, राइट? प्रक्रियामा जानैपर्छ, जानै पर्ने हुन्छ। मेबी रिसोर्स म्यानेजमेन्ट को प्रक्रियालाई स्किप गरेर बिल्डिङ कन्सेन्टको स्पेसमा जाँदाखेरि, तर बिल्डिङ कन्सेन्टले पनि त्यो कुनै कुराहरू रिसोर्स म्यानेजमेन्ट गर्न चाहिँ मुछ्या छ कि छैन भनेर त्यहाँबाट पनि चेक चाहिँ भइहाल्छ। छिमेकमा असर हुनु भएन, हेजार्ड हुनु भएन, त्यहाँ बस्ने मान्छेलाई चाहिँ पुरै हेल्दी हुनु सक्नु पर्यो त्यो घर होइन। त्यो सबै कुराहरू मापदण्ड मिट भयो मात्रै अनुमति। अहिले 3 तलाभन्दा माथि घर पनि बनाउन पाइन्छ भनेर पनि सञ्चार चार्जनी भएको थियो केही समय अगाडि अप्ट्यानमा है। कुन लोकेसनमा हो, कुन जोनिङमा हुन्छ? जस्तै चाहिँ ट्रेन स्टेसन मोटरवेदेखि चाहिँ 500 मिटरको रेडियसमा चाहिँ टेरेस हाउसिङ एन्ड अपार्टमेन्ट जोन भनेको छ, जहाँ चाहिँ हाई राइज बिल्डिङहरू बनाउनु पाइन्छ भनेको छ होइन। अब त्यसको पनि मापदण्डहरू छ। जस्तै के छ त्यो चाहिँ? हाई राइज अब तपाईँको जमिन कस्तो छ, अब फ्लड जोनिङमा छ कि छैन होइन। त्यो 120 मा एकछिनपछि कुरा छ त्यो विषयमा फेरि। हजुर, त्यो वान अफ द फ्याक्टर भयो। अनि त्यहाँको चाहिँ ढलको क्यापासिटी छ कि छैन, कतिवटा फ्यामिलीलाई धान्न सक्छ, त्यो फ्याक्टरहरूले प्ले गर्छ। त्यही भएर एक्ज्याक्ट थाहा हुनको लागि चाहिँ आर्किटेक्ट अथवा प्लानरहरूसँग गएर बुझ्नै पर्छ। ओके, अहिले अर्को कुरा जस्तै अब फ्लडिङको अग्लेनमा त योभन्दा अगाडि धेरै घरहरू डुबेको थिए होइन, पानी परेर प्रत्येक वर्ष जस्तै यो भइरहन्छ। त्यहाँ घर बनाउन नपाउने, त्यस्तै होल्ड गर्ने पनि थियो। पहिलो कुरो चाहिँ किन फ्लडिङ भयो भन्ने कुरा हो होइन। राम्रोसँग ढल निकास नभए त हो नि होइन, पानी जाने ठाउँ राम्रो नभए त हो नि। त्यो भएर फ्लडिङ केसेसहरू भयो भने चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चर डेभलप हुनु पर्यो। फ्लडिङ एरिया छ भन्दैमा घरै बनाउन मिल्दैन भन्ने चाहिँ होइन, त्यसको छुट्टै मापदण्डहरू हुन्छ। त्यो मापदण्ड एगेन त्यो प्रोसेसमा जान सक्नु पर्यो। होइन भने चाहिँ महँगो पर्यो, टाइम कन्ज्युमिङ हुन्छ होइन। यो 70 मिटर स्क्वायरको चाहिँ आउने वर्षबाट 26बाट लागु हुन्छ भनिन्छ। तर यसको पुरा विवरण आइसकेको छ काउन्सिलबाट? टोटल डिटेल्स चाहिँ हेर्नै पर्छ, आइसकेको छैन, यो प्रोसेसमा छ। यो मोडिफिकेसन यो चाहिँ तपाईँको हियरिङ प्रोसेसहरू हुन्छ। तर सर हेर्दाखेरि चाहिँ बनाउन पाइन्छ भनेर छ, तर त्यो भित्र पसेर पढ्दाखेरि त्यो लामो ठेली हेर्दाखेरि त खासै चेन्ज भएको देखिन्न अहिले। त्यो आउन बाँकी भएर होला सायद होइन। मैले हुँदैन भन्नु त मिल्दैन, मिल्छ, तर मापदण्ड मिल्नु पर्यो। आखिर कुरो त एउटै भयो नि, जताबाट समाए नि कानै सम्बन्धी भयो होइन, घुमाएर समाए पनि सिधै समाए पनि। जग्गा जमिनहरूको जुन मैले ल्यान्ड इन्फर्मेसन मेमोरेन्डम जुन प्रबन्ध पत्रहरू भनेको थिएँ होइन, काउन्सिलहरूमा चाहिँ त्यहाँनिर गएर हेऱ्यो भने कुन जमिनमा कसरी काम गर्न सकिन्छ भनेर उल्लेखित गरेका हुन्छ। अब यो चाहिँ माइनर डुवेलिङ जग्गा छ, माइनर डुवेलिङ राख्ने ठाउँ छ, यस गर्नु पाइन्छ, तर त्यसको मापदण्ड चाहिँ पुरा गर्नुपर्छ। तपाईँको चाहिँ ढल कनेक्सन गर्नु पर्यो। ढल कनेक्सन गर्ने बित्तिकै चाहिँ जुन पहिलाको ड्रइङ छ, नक्सा कसरी ढल गएको छ
त्यहाँ कनेक्ट गर्नको लागि फेरि काउन्सिलमा गएर भेरिएसन साइन गर्नु पर्यो, पानी जोड्नु पर्यो, त्यहाँ पनि भेरिएसन गर्नु पर्यो होइन। अनि जुन बिल्डरले चाहिँ तपाईँले घर बनाइदिरहेको छ उसले चाहिँ बिल्डिङ कोड अनुसारले फिट छ भनेर उसले सर्टिफाई गर्नुको अर्थ त्यो सबै फिट हुनु पर्यो, त्यो रुल्समा लागू हुनु पर्यो। त्यसको नक्सा फेरि प्रेजेन्ट गर्नै पर्यो काउन्सिलमा। त्यो भएको हुनाले काउन्सिलमा नगइकन म यतिकै बनाउँछु भने चाहिँ भएन, त्यो हो भने अथवाइज नहुन सक्छ। अलिकति समस्या चाहिँ के अरे वाटरसँग बढी सम्बन्ध हुँदो रहेछ होइन। सबै कुराहरू आउँछ किनभने त्यो घरमा हेजर्ड्स हुनु भएन होइन। यदि कसैले चाहिँ काउन्सिलमा जानु पर्दैन अथवा चाहिँ काउन्सिलमा कुनै सरोकारै छैन भने त्यो चाहिँ गलत हुन आउँछ। ओके, अर्को 120मा कुराहरू यो जुन प्रकृति जोखिमका कुराहरू अलिकति अगाडि पाएको थियो त्यसको बारेमा चाहिँ बताइदिनु, खास अग्ल्यान्डलाई सेरोफेरोमा पारेर राख्दाखेरि चाहिँ परिवर्तनशील छ, ग्लोबल वार्मिङ भन्छ होइन, संसारमै परिवर्तन भइरहेछ, जहाँ जति जे पनि हुन सक्छ, जे पनि भइरहेछ। अनि नयाँ नयाँ इन्फ्रास्ट्रक्चर यो फेरि नदोरियोस्, यसरी चाहिँ बाढी प्रकोप नआओस् भनेर नयाँ नयाँ इन्फ्रास्ट्रक्चर ढलहरूको चाहिँ साइजहरू ठुलो बनाउने। त्यो भएको हुनाले कुन एरियामा जस्तै जुन एरियामा चाहिँ ढलको इन्फ्रास्ट्रक्चर सानो छ होइन, सिवेजहरू सानो छ, त्यसमा चाहिँ कम घर बनाउन दिने रेस्ट्रिक्सन्सहरू लगाइरहेछ ताकि त्यो समस्या नआओस् भनेर। ओके, अन्तिममा हामी कार्यक्रमको रिकभरी अन्तिममा गयौँ। अब यो सबै कुराहरू हामीले गऱ्यौँ, मलाई लाग्छ धेरै कुराहरू कभर भयो होला, अथवा भएको छैन भने फेरि हामी अर्को बसाइमा हामी क्लियर गर्ने कोसिस गर्छौँ। यदि यहाँहरूबाट कुनै जिज्ञासा अथवा कुनै सुझाव आयो भने हामी तपाईँहरूको जिज्ञासा र सुझावलाई उहाँ समस्या राखेर अथवा अन्य कुनै रियल इस्टेट एजेन्टसँग राखेर हामी जिज्ञासा मेटाउने कोसिस गर्नेछौँ हामी। अन्त्यमा जाँदै योसँग सम्बन्धित कुनै छुटेका कुराहरू यो भन्दाखेरि चाहिँ हाम्रो कम्युनिटीलाई अथवा अन्य घर किन्ने मान्छेहरूलाई चाहिँ थोरै भए पनि सहयोग पुग्थ्यो कि भन्ने केही कुरा मैले छुटाएँ? मोटामोटी सबै कुराहरू कभर भएको छ। मुख्य कुराहरू अघि यहाँले भन्नुभयो कि रिपिटै गर्छु म। आफ्नो छिमेकी रियल इस्टेट एजेन्ट जो हुनुहुन्छ लोकल एरियामा उहाँहरूसँग अप्रोच गर्नु होला। ब्याङ्क अथवा ल्यान्डर ब्रोकर साथी को हुनुहुन्छ त्यहाँ गएर आफ्नो चाहिँ फाइनेन्सियल हेल्थ चेकअप गर्नु होला, कति बोरिङ गर्न सक्नुहुन्छ। अनि तेस्रो कुरो कुनै पनि डकुमेन्टहरू साइन गर्नुभन्दा अगाडि आफ्नो लयरसँग सल्लाह लिनु होला। त्यति भएपछि समस्या धेरै न्यूनीकरण हुन्छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। आफ्नो अमूल्य समयलाई प्रभाव नगरिकन हामीसँग आएर अमूल्य कुराहरू, अमूल्य जानकारीहरू र एकदम अथेन्टिक जानकारी दिनुभयो। यहाँलाई धेरै धन्यवाद र यहाँको व्यवसाय पनि सफल रहोस्, सोचे जस्तै होस्, यहाँको मुखमा सधैँ मुस्कान छाइरहोस्, यही कामना गरेँ र यहाँलाई बिदा गरेँ आजको कार्यक्रमबाट। हुन्छ, कार्यक्रम योजना र निम्तोको लागि यहाँलाई धेरै धन्यवाद। हस्, आदरणीय दर्शकवृन्दहरू यहाँलाई पनि धेरै धेरै धन्यवाद हामीलाई हेरेर साथ दिनुभयो। यदि यहाँहरूसँग यस विषयमा कुनै जिज्ञासा छ भने हामीलाई यहाँहरूले जानकारी गराउन सक्नुहुन्छ, हामीले कमेन्ट गर्न सक्नुहुन्छ। हामी तपाईँको जिज्ञासालाई मेटाउने कोसिस गर्छौँ। समाधान गर्न हामी सक्दैनौँ, तर कसरी मेटाउन सकिन्छ हामी बाटो खोज्ने कोसिस गर्छौँ र बाटो देखाइदिने कोसिस गर्छौँ। हाम्रो काम नै त्यही हो, हामी त्यही काम गर्छौँ। फेरि पनि धेरै धन्यवाद दिन्छु यहाँहरूलाई र आजको अतिथिले पनि धेरै धन्यवाद दिँदै मलाई क्यामेरामा सहयोग गर्ने छोरी आरसीलाई पनि धन्यवाद दिन्छु र यहाँ सबैजनाको जय होस्, सबैको ओठमा मिठो मुस्कान छाइरहोस्। नमस्कार।